यो चाहिँ सामुदायिक वनले चाहिँ यसरी राखेको रहेछ है। यो बरन्डाभार सामुदायिक वनले चाहिँ मृगलाई यसरी राखेको रहेछ जालीमा। यसरी राखेको चाहिँ राम्रो हुँदैन, यिनीहरूलाई चाहिँ वाइल्ड लाइफमा छोडिदिनुपर्छ जङ्गलमा, सबभन्दा राम्रो है। मैले देखेको चाहिँ मजुर र स्पोटेड डियर तपाईँको लगभग 6वटा रहेछ है, 6वटा डियर रहेछ। यसलाई चाहिँ हरिण भनिन्छ है। देख्नुपर्छ नि, यो जालीमा घेरेर राखेको छ, मजुर पनि छ। यसलाई चाहिँ यसरी राखेको मलाई अलि नमजा लाग्यो, त्यही भएर भिडियो बनाइरहेको छु। यो के भन्छु भने उहाँहरूलाई सजेसन के दिन्छु भने यिनीहरूलाई रिलिज गरिदिनुहोस्। सबभन्दा राम्रो भनेको वाइल्ड लाइफमा जङ्गलमा, यिनीहरूको वासस्थान भनेको जङ्गलमा हो। यसरी राखेको राम्रो देख्दैन है। उतापट्टि मजुर पनि राखेको छ, एउटा मजुर छ है। मलाई चाहिँ मन परेन यसरी राखेको चाहिँ, त्यही भएर यो टिकटक मार्फत हजुरहरूलाई भन्न चाहन्छु है। यसरी कसैले पनि पालेर नराख्नु है, यो चाहिँ राम्रो हुँदैन। त्यो भनेको नेचरमा राम्रो हुन्छ, जङ्गलमा देख्नुपर्छ नि कति धेरै छ।